एआई को खाना हो जसमा हाम्रो सजेसन वा हाम्रो निर्देशन अनुसार चाहिँ त्यसले हामीलाई आउटपुट दिने गर्छ। विभिन्न एआई टुल्सहरूमा हामीले विभिन्न कुराहरू सर्च गरिरहेका हुन्छौँ। ती सर्च गरेका कुराहरूलाई नै हामीले प्रम्प्ट भन्छौँ। जुन कुरा हामीले सर्च गर्छौँ त्यही नै प्रम्प्ट हो। तर हामीले प्रम्प्ट दिन जानेका हुँदैनौँ वा प्रम्प्ट सही तरिकाले कसरी दिने भन्ने बारेमा नै हामीलाई के हुँदैन, थाहा हुँदैन। त्यसकारण प्रम्प्ट कसरी दिने भन्ने यस भिडियोमा आज जानौँ। एआई हाम्रो शरीर हो भने हाम्रो खाना चाहिँ प्रम्प्ट हो। यदि हामीले हाम्रो शरीरमा राम्रो खाना दिएनौँ भने हाम्रो शरीरले रिजल्ट पनि के गर्छ, राम्रो निकाल्दैन। यदि हाम्रो शरीरमा चाहिँ राम्रो खाना दियौँ भने त्यसले रिजल्ट पनि के गर्छ, राम्रो निकाल्छ वा गुड रिजल्ट निकाल्छ। त्यसकारण हामीले प्रम्प्ट दिँदा पनि के गर्नुपर्छ, गुड प्रम्प्ट दिँदा गुड आउटपुट र ब्याड प्रम्प्ट दिँदा ब्याड आउटपुट आउने गर्दछ। यसलाई चाहिँ हामीले जहिले पनि ध्यान दिनुपर्छ। गुड प्रम्प्ट गुड आउटपुट, ब्याड प्रम्प्ट ब्याड आउटपुट। त्यसो भए हाउ टु राइट अ गुड प्रम्प्ट, हामीले एउटा गुड प्रम्प्ट वा राम्रो प्रम्प्ट कसरी लेख्न सक्छौँ त भन्ने कुरा छ। यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने तपाईँले यसरी चाहिँ प्रम्प्ट दिन सक्नुहुन्छ। जस्तै रोल र एक्सप्लेन, आरई भन्छ यसलाई। सो तपाईँले सुरुमा चाहिँ एक्ट एज अ डक्टर, एक्ट एज अ साइन्स टिचर भनेर यसरी एउटा ChatGPT, गुगल, क्लाउड यिनी एआई टुलहरूलाई चाहिँ के दिनुपर्छ, रोल दिने। त्यसपछि तल तपाईँले आवश्यक परेको कुरा तपाईँले कुन विषयमा सोध्न चाहनुहुन्छ त्यो बारेमा चाहिँ त्यसमा के गर्ने, तल चाहिँ डिस्क्राइब गरिदिने, त्यसको व्याख्या गरिदिने। यो गर्न सक्नुहुन्छ। यदि होइन, त्यसो होइन भने तपाईँ एउटा क्रिएटर हो वा युट्युबमा भिडियोहरू बनाउनुहुन्छ, त्यसको लागि तपाईँलाई एउटा स्क्रिप्टहरूको आवश्यकता पर्दछ। स्क्रिप्टहरूको लागि चाहिँ तपाईँ एआई टुल्सहरू युज गर्नुहुन्छ वा गुड प्रम्प्टको खोजीमा हुनुहुन्छ भने तपाईँले चाहिँ यो रुल अपनाउन सक्नुहुन्छ। RCAF, यसको मतलब आरबाट एउटा रोल दिनुहोस्। जसरी अघि भनेको थिएँ नि मैले, एक्ट एज अ साइन्स टिचर, म्याथ टिचर भनेर, तपाईँले पनि यसरी नै एक्ट एज अ कन्टेन्ट क्रिएटर, एक्ट एज अ प्रोफेसनल कन्टेन्ट क्रिएटर, यसरी चाहिँ तपाईँले माथि के दिनुहोस्, रोल दिनुहोस् एउटा। त्यसपछि सीबाट चाहिँ त्यसमा कन्टेक्स्ट, तपाईँले के को बारेमा चाहिएको छ त्यो चाहिँ लेख्नुहोस् र एबाट त्यसलाई चाहिँ एक्ज्याक्टली के नै आवश्यक परेको छ त्यो चाहिँ पुछ्नुहोस् र एपबाट चाहिँ फर्मेट कस्तो हाल इजी अन्डरस्ट्यान्डेबल टाइपको वर्डहरू चाहिँ लेखेर तपाईँले यसलाई के गर्न सक्नुहुन्छ, यसरी लेख्न सक्नुहुन्छ। यसले गर्दा चाहिँ ChatGPT, क्लाउड, जिमिनी जुनसुकै एआई टुल्सहरू चाहिँ तपाईँलाई के हुन्छ, डिप रिसर्च वा राम्रो आउटपुट चाहिँ दिने गर्दछन्। यसरी नै तपाईँले प्रम्प्टिङ गर्न सक्नुहुन्छ। यदि एआईको बारेमा वा कन्टेन्ट क्रिएसन, फिटनेस, इन्फर्मेसन जुनसुकै भिडियो आवश्यक पर्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् र कमी कमजोरी पनि बताएर जानुहोस्। थ्याङ्क यू फर वाचिङ।